म नेपाली तर मेरो बिहे चाहिँ इन्डियनसँग भएको छ। हिमाचल प्रदेशको शिमला भन्ने ठाउँमा मैले क्याफे चलाउँछु। ल आज हेरौं हामीले मेरो क्याफेमा के चाहिँ बनाउँदैछौ। हामीले बनाउँदैछौ लाली गुराँसको चटनी। यो फूल तपाईहरुलाई थाहा छ चैत्र महिनादेखि अगस्त महिनासम्म फुल्ने गर्छ। हाम्रो नेपालको यो राष्ट्रिय फूल पनि हो र इन्डियाको हिमाचल प्रदेशको स्टेट फ्लावर पनि हो। यसको धेरै हेल्थ बेनिफिट्स पनि छ के। यो एन्टीअक्सिडेन्ट, एन्टी इन्फ्लामेटरी र एन्टी डायबेटिक हुन्छ। ल अब सुरु गरौं हामीले चटनी बनाउने काम। चटनी बनाउनलाई चाहिँ हामीले लाली गुराँसलाई छाँटेर त्यसलाई पानीले धुने। अब यसमा हामीले पुदिना, तेल, हरियो खुर्सानी, प्याज, नुन, गुलियोको लागि गुड अथवा चिनी र हरियो धनिया र अमिलोको लागि चाहिँ हामीले निम्बुको रस अथवा त्यो इमलीको पानी हुन्छ नि त्यो चाहिँ हाल्ने। अमिलो पिरो चाहिँ तपाईले आफ्नो स्वाद अनुसार घटबढ गर्न सक्नुहुन्छ। अनि यो सबै कुराहरु मिसाएर हामीले मिक्सीमा पिस्ने। अनि ल हेरौं अब चटनी बनेर रेडी भयो।